जाड कस्तो छ बुवा? मिठो छ एकदमै। मेरो खाना चाहिँ यस्तो भएको छ। हजुर हाई एभ्रिवान, सेवा सम्पूर्णमा हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। अनि हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। अनि म पनि एकदमै सन्चै नै छु। अनि मैले चाहिँ मेरो कोठादेखि भिडियो स्टार्ट गर्दैछु। तपाईँहरूले पनि देख्दै हुनुहुन्छ होला, मैले यही कोठादेखि नै जहिले पनि भिडियो स्टार्ट गर्दै आएको छु साथीहरू। अनि आज पनि यहीँदेखि नै गर्दैछु। अनि यतिखेर चाहिँ बिहानको 9 बजिसक्यो हो। बिहानदेखि नै गर्नु भनेको, फेरि आज यता बिहानैदेखि पानी पऱ्यो क्या, 6 बजीदेखि। सो त्यही भएर आज चाहिँ ढिलो गरेँ मैले। अनि भर्खरै यतिखेर चाहिँ पानी रोकिएको छ। अनि त्यही भएर यतिखेरदेखि चाहिँ मैले चाहिँ भिडियो स्टार्ट गर्दैछु। साथीहरू हेर्दै गर्नु होला है त। अनि साथीहरू हामी चाहिँ तलतिर मेरो छोरीलाई डुलाउनु जाँदैछु। अनि ऊ चाहिँ जहिले जहिले डुल्नु खोज्छ, अनि डुलाउनु लाँदैछु। अनि त्यही भएर पुरा खुसी छ। अनि जहिले पनि उसलाई चाहिँ म डुलाउनु लानु नै पर्छ क्या। अनि त्यही भएर म जहिले लान्छु। मेरो चाहिँ दैनिकी कामै भइसकेको छ क्या साथीहरू। दिनमा एकचोटि चाहिँ डुलाउनु उसलाई लानै पर्ने हुन्छ। सो त्यही भएर उसलाई म तलतिर दिदीकोतिर डुलाउनु लाँदैछु। अनि आज चाहिँ फेरि अब 9 बजिसकेको छ नि त। अनि मैले चाहिँ खानासाना अघि नै बनाएर खायौँ। अनि सबैजना भन्नाले पनि अझ चाहिँ घरमा हुनुहुन्न, कोही पनि हुनुहुन्थ्यो, म र मेरो सासू मम्मी मात्र थियौँ। अनि सो हामीले चाहिँ खानासाना खायौँ। अनि उहाँ पनि सासू मम्मी पनि उता आफ्नो काममा जानुभयो। अनि त्यही हामी आमा छोरी मात्रै थियौँ घरमा। अनि म चाहिँ उसलाई डुलाउनु जाँदैछु। अनि उसलाई डुलाएर लिएर सुताएर अनि त्यसपछि मेरो काम गर्नुपर्ने हुन्छ साथीहरू। त्यही हो। यता चाहिँ दिनै पछि पानी पर्छ हो साथीहरू। तपाईँहरूकोतिर पर्छ कि पर्दैन? यता त दिनै पछि अहिले त पर्नु थालेको छ। चैतदेखि नै पर्दैछ पानी। खेर बाख्रा खोल्दैछु। बाख्रालाई चाहिँ जङ्गलतिर लगाइपठाउनु पर्ने हुन्छ, त्यही भएर बाख्रा खोल्दैछु। बगल 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 जाँदैछ बाख्राहरू चाहिँ। उयो के भयो त यतिखेर लगाइदिनु पर्ने हुन्छ। फेरि यतिखेर पानी पर्नु आँटेको जस्तो छ। यता त फेरि धुम्मिनु थालेको छ। अघि चाहिँ घाम लाग्दैछ हल्का, फेरि धुम्मिँदैछ। पानी पर्ला जस्तो छ। पानी पऱ्यो भने त फेरि बाख्राहरू फर्केर आइहाल्छ क्या, चर्न पाउँदैन। बगल 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 बाख्रा लगाएर पनि फर्किसकेँ। अनि हामी चाहिँ अघि नै तलदेखि आइसकेको नि त नानीसँग। अनि नानीलाई चाहिँ मैले सुताइसकेको अघि नै। अनि सुताएर अनि बाख्रा खोल्न गएँ। अनि सुतेको बेलामा नै काम गरिसक्नुपर्ने हुन्छ भ्याएको जति चाहिँ। अनि यतिखेर चाहिँ नानी सुतेको छ। अनि म चाहिँ अब सुँगुरको चारो दिनुपर्ने हुन्छ। अनि सुँगुरको चारो चाहिँ मैले अघि नै भिजाइसकेको थिएँ। यता चाहिँ हामी चिउरा भिजाएर दिन्छौँ क्या। अनि चिउरा ढडिनुलाई टाइम लाग्छ। अनि त्यही हो साथीहरू, चारो दिनु जाँदैछु म चाहिँ। मेरो सुँगुरहरू चाहिँ 2टा हो। अनि चारो दिनुपर्ने हुन्छ साथीहरू। म चाहिँ चारो खाँदैछ यहाँ चाहिँ साथीहरू।
खाना बनाउनु लागेको छु। अनि यहाँ चाहिँ मैले दाल बसाएको छु, दाल उम्लिँदैछ। अनि दाल पाकेपछि सब्जी पकाउनु पर्ने हुन्छ नि त्यसो। हामी चाहिँ यतिखेर खाजा खाँदैछौँ साथीहरू। अनि मैले चाहिँ यता चटपटी बनाएको छु। अनि ऊ पर बुवा जाँड खानुहुँदैछ। राम्रो अब बेलुकाको खाजा दिनु आएको छु म सुँगुरहरूलाई। चारो दिनुपर्ने हुन्छ साथीहरू। यो हो सुँगुरहरू। म चाहिँ खाना बनाउँदैछु यहाँ किचनमा। अनि अरू दिनको भन्दा पनि आज चाहिँ ढिलो भयो क्या। दाल साल बनाउँदा ओर्दा अरू बेला त छिट्टै बनाइसकेँ म सबैले। अनि आज त रात पनि परिसकेको छ। अनि आज चाहिँ सिस्नो अनि चामल र कोदोको पिठो मिसाएर खानु मन छ भन्नुहुँदै सिस्नोसँग। अनि त्यही अनुसारले मैले चाहिँ आज भान्सा गरेको छु। अनि यता चाहिँ खाना पाक्दैछ। अनि कम्तीमा चाहिँ किन पकाएको भन्दै सोच्नुहुँदैछ होला भने आज चाहिँ हामी सासू बुहारी दुईजना मात्रै छौँ नि त। अनि त्यो कारणले गर्दाखेरि चाहिँ सानोमै पकाएको क्या, दुईजनाको लागि ठिक्क हुन्छ। ठुलोमा पकाएर के गर्नु भनेर सानोमै पकाउँदैछौँ साथी। खाना पाक्दैछ। अनि यहाँ खानामा चाहिँ कोदोको पिठो लगाएर खानुपर्ने हुन्छ। अनि त्यही भएर कम्तीमा चाहिँ सजिलो हुन्छ नि त, त्यही भएर कम्तीमा पकाउँदैछौँ। अनि यो चाहिँ ढेँडो जस्तै हुन्छ क्या। ढेँडो चाहिँ पिठो हुन्छ, कोदोको पिठो। त्यो चाहिँ मकै भन्दैछ, चामल पनि मिसाएको हुन्छ। अनि यो चामल राई मिसाएर ढेँडो जस्तै नै हुन्छ, सेम त्यस्तै नै हो। हजुरहरूले पनि गाउँघरमा देख्नु भएको छ होला यस्तो खाना। अनि आज चाहिँ यस्तो खाना बनि अनि साथीहरू हामीले चाहिँ खानासाना पनि खाइसक्यौँ। अनि म चाहिँ यतिखेर मेरो कोठामा आएको छु। अनि नानीलाई सुताउनु पर्ने हुन्छ नि त, त्यही भएर आजको भिडियो चाहिँ यस्तै रहेको छ। अनि फुल भिडियो हेरिदिनु होला। अनि हेरेर लाइक कमेन्ट अनि सेयर गर्नु नभुल्नु होला साथीहरू। नयाँ हुनुहुन्छ भने पक्कै पनि सब्सक्राइब गरिदिनु होला है त साथीहरू। आजको लागि बाई।